आज हामी यो तिहारको दिन यो झिलिमिली हेर्नलाई हामी डाँडातिर लागेथ्यौँ। हिँड्दैछौँ, कहाँ पुग्ने थाहा छैन। हिँड्दैछौँ गाडीमा। अलिअलि भ्यूहरू देखिराखेको पनि छ। हो कति राम्रो, आहा, तर अलि क्लियर छैन भन्दै हामी माथितिर जाँदैछौँ। कहाँबाट देखेला सबै काठमाडौँ भ्यालीको भ्यू भन्दै हामी सर्च गर्दै हिँड्दैछौँ। कहाँ पुग्ने हो त थाहा थिएन। हिँड्दैछौँ तर हामी डाँडा गाउँ टप रिसोर्टमा पुग्यौँ, जहाँ हो वाउ, क्या मनमोहक दृश्य। आहा, आनन्दित, स्वर्गमा पुगे जस्तो अनुभव भयो। आहा, कति राम्रो। हामीलाई अलि ढिलो आएछौँ हामी त। हेर बाबु, कस्तो राम्रो भ्यू। आहा, बसिराखौँ जस्तो। फर्किन मनै लागे थिएन। छोराले जाम ढिलो भयो भन्छ। फेरि हामी त त्यो छोड्नै नमन लागेर अलि राम्रोसँग हेर त बाबु, पर भ्यू अझै भिजिबिलिटी देखिए छैन। त्यो देखेको भए त 80% भ्यू त देखिँदो रहेछ काठमाडौँ भ्यालीको। तर रातिको 10 बज्न आँटेको थियो। हामी त जाउँ भनेर छोड्नै मन लागेन। तर पनि के गर्ने, अँध्यारो भइसकेको थियो। अनि बाबु, तिमी र म बसेर फोटो खिचिहालौँ भनेर हामी त फोटो पनि खिच्यौँ। आहा, कति राम्रो भ्यू, छोड्नै मन लागेन। नेक्स्ट टाइम आऊ है। फेरि आउनुपर्छ यो ठाउँ त। साह्रै आनन्द लाग्यो। के गर्ने, छोड्नै मन लागे थिएन। तर समयले गर्दा हामी फर्क्यौँ घरतिर। आहा, आनन्दित हुँदै फर्क्यौँ। साह्रै रमाइलो। दुवैतर्फ घना जङ्गल, शिवपुरीको डरलाग्दो माहौल। त्यहाँ आर्मीको क्याम्प पनि रहेछ। उहाँहरूले धेरै शिष्ट भाषामा हामीलाई एकदम टाइममै घर पुग्नुहोस्, यहाँ चाहिँ अलाउ पनि छैन 10 बजेपछि भनेर